हरूले नै खाँदैछ अब चाहिँ लास्टमा सब्स्क्राइब शेयर गरिदिनु होला तिमी केमा हो हामी स्टल नम्बर 2 खोइ तिमीहरूको केही छैन त नि मासु खाएको छ अच्छा चिकन छ बुङ्गुर है यस्तो राम्रो है एकदमै सेकुवाको लागि बुङ्गुर पनि अलिअलि यति पनि ठुलो भयो भने घाटा हुन्छ होला हामी अलिक घटाउनु लाग्यो हामी दिपेशको स्पेसल सेकुवा सबभन्दा बढी जाने स्टल है चचे महँगो कति हो रे प्राइस 5,000 10,000 सिलवाला कस्तो सोध्नु भएको प्लेट अनुसार कि यो डल्लै डल्लै होइन सिलवाला हाम्रो सिलवाला हाम्रो 150 रुपियाँ सिलको अनि 6 पिस आउँछ त्यसमा अझै भुजा अनि अचार अनि पियाज सलाद पनि आउँछ हाम्रो माया पनि एक्स्ट्रा मायासँग ऊ प्रिन्स खोल्न यो चाहिँ चिकन चाहिँ नखोल टुथपेस्टको लागि तयार हुँदैछ यहाँ हाम्रो अङ्कलले भन्दा त सेफभन्दा बेसी खतरा काट्दै हुनुहुन्छ मोमोको लागि अरू गाइजहरू ग्यास काट्दै हुनुहुन्छ मोमोको लागि मोमो टिम चिसो टिमै यिनीहरू मोमो टिम हो नि त हामी सकिन्छ हामी दुईजना चिसो टिम त्यहाँ फेरि अर्कै चलिरहेछ ससेज के टिम रे यो ससेज टिमहरूको यहाँ ससेज रेडी हुँदैछ हेर्नु हाम्रो चाहिँ कस्तो छ भने यस्तो चर्केवाला दामी स्टाइलवाला छ खाने भए आउनु खानुहुन्छ भने आउनु होला एउटाको सिर्फ 30 रुपियाँ 30 रुपिस मात्रै तपाईँहरूले डिस्काउन्ट प्राइस ससेज यस्तो राम्रो छ यस्तो राम्रो ससेज तपाईँहरूले कहीँ पाउनुहुन्न होइन नेम भङ्गाल फुड फेस्टमा मात्रै पाउन सक्नुहुन्छ तपाईँहरूले राम्रो सामानमा मात्रै झिङ्गा आउँछ बुनुको चटपटे स्टल आउँदैन भने बुनु सेफले यमीमा साफ उसको सामान छ यहाँ तिम्रो होइन यो पनि चटपटेको पनि हाम्रो फुड फेस्टको यो के भन्छ यसलाई दाइ को हो ए म परे आफ्नो नामै नचिन्ने भाइ किमा भेज मोमोको लागि माइजूले किमा तयार गर्दै हुनुहुन्छ यहाँ अब बफको लागि चिकनको लागि अझै बाँकी छ है अझै बाँकी छ है गाइजहरू बन्द काट्नेमा चेन्ज भइसकेको छु भाइको छ आफ्नै पारा छ त्यहाँ फेरि डान्स गर्दै यतिको रमाइलो त गर्नु पर्यो नि कस्तो हुँदैछ दिदी यहाँ आफ्नै डिपार्ट छ फेरि तरकारी पकाउने मासु तरकारी भरै खानाको लागि मासु पाक्दैछ चिकन धेरै भइसकेछ यस्तो दामी देखिरहेको छ गाइजहरू आउनै पर्ने भयो आउनु भएन भने हाम्रो कसरी व्यापार हुन्छ यस मोमो बनाउनलाई यति धेरै हुन्छ यो दाइ भरे निस्किन्छ टिचर यसले पारा ल्याउँदैन जस्तो छ अनि भित्र लगानी नै बोलाइन दिस इज माय मोमो मेरो त हैन उयो यो मेरो स्टुडेन्ट काम छैन टिचरलाई काम छैन यसको को एलिजाको
न्यू डिजाइन यो चाहिँ वाउ यो चाहिँ चटपटेको लागि यसलाई के पो भन्छ गिलो सस यहाँ रोसनको चल्दैछ मोमोको लागि पिठो यस्तो हुँदैछ प्रिपरेसन यहाँ गेम यहाँ के हुँदैछ यो के को लागि हो उसको लागि सेकुवाको लागि अब यो अचानक त खतरा आएछ त वाह 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 को लागि होइन भरै यो चाहिँ मैले हातले पिसेको गाइस यो मेसिनले चाहिँ होइन यो मैले हातले पिसेको यसले गरेर हेर्दै थाहा हुन्छ यो मेसिन चाहिँ हेर्दै थाहा हुन्छ हामीले सुको लागि राखेको गाइस चल्छ कि चल्दैन भने यसो चेकको लागि मात्रै होइन खास गरी गर्ने भनेको त हातले हो भाइले धेरै मिहिनेत को व्यापार सब रेडी भइसकेछ है यहाँ करेन्ट पनि छ प्राइसको लागि रेडी छ एग रहेछ एग फ्राई एग रेडी हुँदैछ यतापट्टि चटपटेको स्टल कृपा के छ चिसोवालीहरू हाम्रो सबसे फर्स्ट हाम्रै गयो होला चिसो गइसकेको छ पुरीहरू पानीपुरी मिठो छ साउनीहरूले मिठो बनाइछ है पानीपुरी चटपटे वालीहरू कतिको बेचिरहेछ तिमीहरूले चटपटे 60 को पानीपुरी अनि 30 को मासु एक्स्ट्रा पाइन्छ है गाजर किनाउनु पर्यो हामीले त हामीलाई त पुग्छ नि पानीपुरी ढुङ्गीवाली यता छ कतिको बेच्यो तिमीले आज हामीले बेचेको छौं खै कतिको बेचेको चाहिँ थाहा भएन दुईटा को भनेको भाइहरुले दुईटा को तिनीहरुलाई त होइन खै त्यो को खाने रहेछ मिठो बनाई सेफ हाम्रो सेकुवाको गेटअप हच्चा छ यी मिठो लाग्यो अम्बो भाइहरूले के ल्यायो मैले यसो हेरिवरी चाखिवरी सबै चाखेको पानी पर्यो गाइजहरू पानी पर्यो माइजूले ए कति गयो तिमीहरूको कति गयो नपुगेर करेन्ट त एउटा बाँकी नै रहेछ नि त हाम्रो अकाउन्टेन्ट दाइ हेलो यहाँ गेम जोन भइरहेछ यता यस्तो छ के गेम हुँदैछ एकदमै रमाइलो गेम हुँदैछ उता त मान्छे जितेको छ उता पनि जितिरहेछ यता पनि यही हो गेम हो एकदम इम्पोसिबल गेम छ आउनुस् खेल्न आउनुस्
के हुँदैछ यता यहाँ व्यापार अहिले लास्टै कम भएको छ ठप्प भयो क्या तिम्रो व्यापार रेडी मोमेन्ट ढिलो रेडी भएर सबैजना निराश भएर गइरहेको छ ओहो पनि निराश भइसक्यो त्यतिको अवस्था छ यता भित्रको हालखबर के छ कस्तो हुँदैछ बेहाल भयो बाहिर पानी परेर बेहाल छ फेरि ल बल गर्नै चिसो आइरहेछ नि होइन ल ठिक छ हाम्रो एकदम लोयल कस्टमर 5 चोटि आउनु भइसक्यो लिची जुस लिनको लागि कस्तो भइरहेछ भाइहरूलाई दिदी एकदम मिहिनेत गरियो खुन पसिना तिमीले के गर्यो आज मैले हल्का त्यो पोले अनि हल्का त्यति नै हो म सेल्सम्यान रे के ए ल सबिन भाइले चिसो किनिदिँदैछ हामीलाई अनि दिदी नहाने आज टन्नै भयो म ल बस्ने ठाउँमा आइहाल्यो पानी पर्यो साथीहरू पानी पर्यो ओ माई गॉड बिजोग भयो पानी परेर सबैतिर गेले अब चाहिँ लास्ट एन्ड फाइनल सबै सेल सकिसकेर अब साउनीहरूले नै खाँदैछ अब चाहिँ लास्टमा के भयो भने रे यहाँ चाहिँ होइन अब यो सबै चाट पुचाउनु पर्यो नि त्यहाँ Oh my god. लु प्रीतिका Oh my god. सो व्हाट्स अप ग्याङ सो आज हाम्रो ब्लग स्वागत सबैलाई हाम्रो सकिसकेको छ है फुफेस हजुर के भन्न चाहनुहुन्छ के भनिदिनुहोस् अलिक इन्ट्रोभर्ट के भनिदिनुहोस् यो हल्का अलिक सङ पार्नेहरू घरमा गएर टिकटकमा नाच्नेहरू हो कि सब ठिक छ नि यता वाउ जल्दी कति पैसा कति हो पैसा कति कमायो ओके गाइस उनीहरूको धेरै फाइदा भएछ हाम्रो झन् धेरै फाइदा भएको छ हाम्रो जेरो इन्भेस्टमेन्टमा छ यो त ओके किसैले यही ब्लग मेरो मात्रै एउटा खिचिदिनु सबैजना यो चाहिँ गेम्स मात्रै छ है गाइस म त योभन्दा अगाडि म त